टप 10 मोस्ट फलोड नेपाली इन्डिभिजुअल्स इन इन्स्टाग्राम। नेपाली प्रियङ्का कार्की। प्रियङ्का कार्की छैन, लिस्टमै छैन। के हो र? इन्स्टाग्राममा बालेन्सा। बालेन्सा फर्स्टमा। अनि एक्ट्रेसहरू एकदमै धेरै। श्रृङ्खला खतिवडा पनि छैन। एक्ट्रेसहरू अति धेरै छ। एक्ट्रेसहरू स्वस्तिमा खड्का। स्वस्तिमा खड्का नम्बर 3। अरू सिङ्गरहरू छ, एक्ट्रेसहरू नै छ अरू पनि। जसिता पनि छैन। एकदमै चला मुभीहरू जस्तै टिपिकल्ली मुभीहरू त्यो दसैँतिर लाग्ने मुभीहरूको एक्ट्रेसेसहरू छ त। वर्षा राउत छ। प्रियङ्का छैन। आचल शर्मा पनि छ। साम्राज्ञी नम्बर 6। अनि एउटा चाहिँ उफ्रिरानी गिरी पनि छ। इभागिरी। अनि त्यसपछि अर्को एउटा गीत गाउने पनि छ। सिङ्गर केटी। कृष्ण गुरुङ होइन, तर त्यसै राई जस्तो छ। थर राई नै होला। के राई को छ? मेलिना राई। मेलिना राई। अब 3टा बाँकी छ है। 3टा को कस्तो मान्छेहरू? एकजना शाह छ, 2जना मुभी एक्टर हो, अनि एउटा चाहिँ पल्सा छैन। शाह छ त। एकजना लेमी मेकअप आर्टिस्ट। होइन, 2जना केटी हो होइन एक्ट्रेस चाहिँ, अनि एकजना चाहिँ केटा नै हो तर मेकअप आर्टिस्ट। 1.6 मिलियन फलोवर्स छ। मेकअप आर्टिस्ट को छ त्यस्तो फेमस? चिराग शर्मा भन्ने चिनेछ? चिराग शर्मा भन्ने एउटा मेकअप गरेर हाल्छ, ऊ छ एउटा सेकेन्ड नम्बर 2मा। अनि नीति शाह भन्ने हुनुहुन्छ, अनि त्यसपछि वर्षा शिवाकोटी भन्ने छ।